भाजपाका केही समर्थकहरूलाई मेरो सानो अनुरोध, एकजना सहितको दिदीले सोशल मिडियामा एउटा भिडियो पोस्ट गर्नुभयो जहाँ उहाँले यो सरकारप्रति म सन्तुष्ट छैन हैन, बालेन अनि रविजीलाई पनि क्वेसन गरिरहनु भएको छ हैन, कि बिर्सिनु भयो भनेर भन्दै हुनुहुन्छ। तपाईहरु कुन जगमा चाहिँ सरकार बनाउनु भएको भनेर क्वेसन गर्नु भएको छ हैन। अनि केही समर्थकहरूले भिडियो बनाउनु भयो हैन, तिमीलाई के गर्ने यो गर्ने भन्दै। सर्वप्रथम तपाईहरु डिसएग्री गर्न सक्नुहुन्छ उसले भनेको कुरामा, तर उसले भोगेको कुरा तपाईहरुले फिल गर्न सक्नुहुन्न, किनभने उसले आफ्नो परिवारको सदस्य गुमाएको छ, आफूभन्दा सानो भाइ गुमाएको छ। त्यो चोट धेरै ठूलो हुन्छ, हामीले त्यो कुरा इम्पैथाइज गर्न सक्दैनौ हैन। उनले के भोगिरहेकी छिन्, उनको रिस किन छ हैन, उनको आक्रोश किन छ, हामीले भोग्न सक्दैनौ, किन भन्दा हामीले हाम्रो परिवारको सदस्य गुमाएका छैनौं। हामीले सोच्न सक्छौं तर त्यो चोट महसुस गर्न सक्दैनौं। तसर्थ सामाजिक सञ्जालमा खनिनु पूर्व सोच्नुस्, एम्पथाइज गर्नुस्। सरकार उनको पनि हो, बालेन उनको पनि हो, रवि उनको पनि हो, प्रश्न पनि गर्न पाउँछिन्।